सबैजनालाई जय मसीह प्रभु येशू ख्रीष्टको नाममा। मैले चाहिँ आज एउटा पुस्तक लिएर आएको छु, एउटा वर्ष लिएर आएको छु, जुन चाहिँ छ तपाईँलाई हितोपदेश 3को 5 देखि 6 मा यस्तो लेखिएको छ। म पढेर सुनाउने छु। आफ्नो सारा हृदयले परमेश्वरमा भरोसा राख र तेरो आफ्नै समशक्तिमा भर नपर। आफ्ना सारा मार्गमा उहाँलाई सम्झी र उहाँले तेरा मार्गहरू सोझो तुल्याइदिनुहुनेछ। आमेन। साँच्ची नै यहाँ भर्समा भने जस्तरी नै हाम्रो समशक्तिले हामीमा केही नै हुने छैन, किनकि यो सारा जगत, यो सारा संसारलाई हामीलाई सृष्टि गर्ने परमेश्वर हुनुहुन्छ। हामीहरूले जतिखेर आत्तिन्छौँ, जति बेला हामीलाई समस्या कष्टहरू आउँछ, त्यति बेला हामीले सिर्फ परमेश्वरलाई सम्झिने र हाम्रो दुःखहरू सबै परमेश्वरको सामुन्ने साझा गरिदिनुपर्छ। उहाँले हामीलाई छुटकारा दिनुहुन्छ। अर्को भिडियो यस्तै लिएर आउनेछु फेरि।